हेलो गाइज, देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँनिर मन्दिरको लागि श्रमदान आएको आज चाहिँ यहाँनिर श्रमदानको लागि मान्छेहरू यत्रो धेरै आइरहेछ है, देख्न सक्नुहुनेछ। हिमालहरू देख्न सक्नुहुनेछ, यहाँनिर यस्तो दामी बनाएको छ। अब यो कम्प्लिट भयो भने राम्रो देखिनेछ है। विचारहरू कति दुःख गर्छ हौ। एकछिन बस्नु दिदी। हामी चाहिँ कहाँ पुगेको छौँ? सगरमाथा नि, कहाँ छ सगरमाथा? सगरमाथा उता माथि छ, यहाँ माथि हेर्नु छ सगरमाथा। अब कस्तो भन्छ नि त यिनीहरू। हामी चाहिँ श्रमदान दिन आएका छौँ आज। भरे यो जोडेर चाहिँ ठिकठाक क्या चोरै कुराको मासुको चट्टा है, मिठो छ नि, मिठो छ है। अर्ग्यानिक होइन मासु के छ? मासै हो, मच्छी पनि छ। यता देख्न सक्नुहुन्छ भैँसी दाजु। कोपीको बुढा जुन त बोले अनि खाएर आफू त ननिस्किने नि। अब दाजु कस्तो छ? यता दाजु ओहो खतरा छ नि त। कस्तो छ दाजु? यो छ भैँसीको मासु, भैँसीको मासु। अनि गिराउन गङ्खाले के त्यो साह्रो यहाँनिर हेर्न सक्नुहुन्छ, खाना खाएर यसरी लडिरहेछन् है, बिजोग रमाइलो गरी लडिरहेछन् हौ यहाँनिर। हामी चाहिँ मरङकेरावर्ती सिंहदेवी चिसोपानी नाम्ने भटोलदेखि काम गर्नु आएको है, नानकुटा मन्दिरको श्रमको लागि आइपुगेको। यहाँ गलेर चाहिँ बसेको हामी, हेर्न सक्नुहुन्छ। यता देख्न सक्नुहुनेछ। यो चाहिँ जेफाले डाँडा हो, देखि ओह्रालो बिहिबारे यता होइन, लेचाङ्गी यो दूर तल होइन, देखिन्छ त है। अब फेरि ड्युटी स्टार्ट। हाम्रो चाहिँ अब ड्युटी स्टार्ट। अरू चाहिँ खाना खानु जाँदैछन्, देख्न सक्नुहुनेछ। यहाँनिर यतिको रमाइलो छ नि, यहाँनिर यतिको रमाइलो हुनुपर्छ। यहाँ हिमालहरू देख्न सक्नुहुनेछ यतापट्टि है, देख्न सक्नुहुनेछ हिमाल हाम्रो। यहाँ माथि यता चाहिँ मन्दिरको लागि हो। ला मेरो 50-60 हो कि क्या हो? झन् नयाँ पो छ कि क्या हो? मेरो आएगा 7 बजी। काम गरेर हामीले यतिको रमाइलो छ।
मन्दिरतिर पनि गइ हेरौँ न है। यहाँ परको कस्तो अवस्था छ, घारा ठिलै भइरहेछ। यहाँ चाहिँ रमाइलो रहेछ यता पनि। यो सब यहाँ हुन्छ। यो त काल भयो साथी, यो त काल भन्छ अहिले पिपरलाई। के चाहिँ सक्ने त यो चाहिँ राम्रै देखिएन नि त घामले गर्दा। हामी श्रमदान गर्थ्यौँ यहाँनिर मन्दिरको लागि। मिस्टेक हुन्छ नि त अहिले चाहिँ सबैजना खाना खाएर आराम गरेर पनि यहाँनिर काम गर्नु थामाथाम छ है। यहाँनिर चाहिँ आरामसाथ काम गरिँदैछ। यता देख्न सक्नुहुनेछ हाम्रो काम गर्ने मान्छेहरू, म पनि काम गर्ने आएको श्रममा है। श्रम गर्नु दिनु पऱ्यो भन्छन् यहाँनिर, हेर्नुहुन्छ सक्नुहुनेछ। यहाँनिर मिसिन छ यता चाहिँ, यता पर चाहिँ पुरै मान्छेले फिट्नु पर्ने के दुईतिर। यता हिमाल पनि देख्न सक्नुहुनेछ तपाईँहरूले, यहाँ पर हिमालहरू देख्न सक्नुहुनेछ तपाईँहरूले। अनि यता हिउँ, यहाँ माथि पनि हिमाल छ है, हिउँ परिरहेछ अहिले चाहिँ भन्ने अरे। यहाँ चाहिँ यत्तिको दामी बनाइसकेको छ यो मन्दिरमा चाहिँ अहिले। यहाँ चाहिँ के हरियाली छ हौ? कछुवा सक्नुहुनेछ। कछुवा हेर्ने हो रे।
यहाँ चाहिँ काछा छ अरे है हामी पनि माथि चढिँदैछ है माथि पुरै चढिँदैछ यहाँदेखि चाहिँ कस्तो देखिँदो रहेछ म तपाईँहरूलाई देखाउँदैछु यहाँदेखि हेर्नु है ल है हाम्रो चाहिँ यस्तो देखिँदो रहेछ पछि योभन्दा रमाइलो हुनेछ तपाईँहरू पनि घुम्नु आउनु होला हिमालमा पुग्नु सकिँदैन भन्थ्यो यहाँ त हामी त हिमालभन्दा माथि चढी आइसकिएछ है हिमाल डाँडा कति माथि आइपुगेको हिमालभन्दा म लामो रहेछ हेर्नु सक्नुहुनेछ है काममा जानु छ राले झर्नु पऱ्यो यहाँ चाहिँ सिँढी बनाइसकेको छैन भर्खर बनिँदैछ है अहिले चाहिँ यहाँनिर एक स्टेप फिनिसिङ भइसकेको छ अब चाहिँ हामी घर लाग्दै गरेको है घर लाग्दै गरेको हामी चाहिँ कामदारीहरू आदि गइसक्यो सक्नुहुनेछ यहाँदेखि चाहिँ हिमाल पनि दामी गरी देखिन्छ है यो चाहिँ पारी डाँडाको हिमाल देखिँदैछ यहाँ चाहिँ हेर्नु सक्नुहुनेछ वाउ